गुड मर्निङ साथीहरू, यहाँहरू सम्पूर्णलाई मेरो मनिला शेर्मा लिम्बू युट्युब च्यानलमा स्वागत छ। मैले चाहिँ जाँदाखेरि चाहिँ भिडियो गर्न पाइनँ, फर्किँदाखेरि भिडियो गर्दैछु। यो चाहिँ रहेको छ विराटनगर विराटनगर जाने रोड। म र माइजू चाहिँ दमकदेखि बिहानको 4 बजी उठेर विराटनगर आएको थियौँ। किन भन्दाखेरि मेरो चाहिँ विराटनगरमा 7:30 चाहिँ मेरो एक्जाम थियो। सो एक्जाम हलमा चाहिँ 7 बजी नै छिरिसक्नुपर्ने थियो, पसिसक्नुपर्ने थियो। सो म चाहिँ त्यही भएर माइजू र म चाहिँ बिहान 4 बजी नै आएको। त्योभन्दा अलिक पछि आउँदाखेरि चाहिँ अब भ्याइँदैन थियो नि त, यति टाढो। फेरि अब ठ्याक्कै अब लोकेसन पनि थाहा हुँदैन कहाँ एक्जाम हुने हो भनेर। अनि हेर्दै आउँदाखेरि लेट हुन्छ भनेर हामी चाहिँ बिहानै आयौँ। सो आउँदाखेरि चाहिँ त्यो दमकदेखि विराटनगर आउनुहुनेलाई त थाहा नै छ होला, कस्तो धेरै जङ्गल अनि च्यानै भएको छ नि त, अनि सुनसान। अनि त्यति बिहानै चाहिँ खासै गाडीहरू पनि कुद्दैन रहेछ है। एउटा दुइटा टिप्परहरू कुदिरहेको थियो, अनि त्यस्तो धेरै गाडीहरू कुदेकै थिएन। अनि कस्तो डर लाग्दै आयौँ है। अनि हामी चाहिँ इटरी आइसक्दाखेरि पनि त्यस्तो उज्यालो भएकै थिएन, अलिअलि मात्र उज्यालो हुँदैथ्यो, झिसमिस उज्यालो हुँदैथ्यो। अनि अलिकति छिटै हुन्थ्यो राम्रो बाटो भएको भए त। अहिले बाटो बनिँदैछ, अनि बाटो एकदमै खराब छ है। अनि पछारेर है यो बाटो एकदम खराब भएको कारणले गर्दाखेरि चाहिँ म चाहिँ एकदमै धेरै गलिसहितै गलेको थिएँ। अनि यो यति धेरै टोपी, मास्क, चस्मा किन लगाएको होला जस्तो लाग्दैछ होला, चोर जस्तो देख्नु हुँदैछ होला। यो चाहिँ सेफको लागि, धुलोले नत्र त मारिहाल्छ। यहाँ त यस्तो धुलो छैन खासै, विराटनगरमा त राम्रै छ यो रोड है। उता इटरीदेखि उता दमक पुगिन्जेलसम्म यस्तो खराब बाटो छ है, यति धेरै धुलो उड्छ। मलाई त धुलो उडेर यो नाक नै बन्द भइसकेको थियो, धुलोहरू सब मुखमा छिरिसकेको थियो है। त्यही भएर चाहिँ मैले बोल्नु सक्ने खासै स्थिति थिएन, अनि त्यही भएर चाहिँ मैले भोइस ओभर गरेको। अहिले चाहिँ हामी यो चाहिँ इटरीदेखि कटेर जाँदैछौँ। ठाउँमा चाहिँ राम्रै छ, बाटोहरू पिच गर्नुभएको छ। अनि यो त यतिको त राम्रै हो। मैले यो जुन खराब बाटोमा चाहिँ मैले भिडियो गर्नै पाइनँ, एकदमै धेरै पछाऱ्यो है। अनि फोन बोक्दाखेरि पनि अब भिडियो गर्दाखेरि पनि झर्छ होला जस्तो लागेर मैले चाहिँ भिडियो गरिनँ। अहिले चाहिँ हामी यता पर बेलबारीको बेतना सिमसार, बेलबारी के भन्छ यो ठाउँलाई थाहा भएन, मलाई बेलबारी नै भन्छ होला। त्यहाँको बेतना सिमसारमा चाहिँ हामी चाहिँ आइपुग्यौँ। त्यसको सिधा चाहिँ अनि कस्तो यहाँ चाहिँ माइजूले कस्तो गहिरो देखिँदैछ, कस्तो गहिरो छ होला है पानी भन्नुहुँदै थियो। अनि मैले चाहिँ खै थाहा भएन होला भन्दै थिएँ। अनि यो चाहिँ घुम्ने ठाउँ हो नि, बेतना सिमसार भनेको थिएँ। अनि उतापट्टि पोखरी मात्रै देख्दाखेरि चाहिँ माइजूले अब यो के होला भन्दै हुनुहुन्थ्यो। अनि मैले चाहिँ यतापट्टि गेट छ, अनि यहाँबाट घुम्नुपर्छ, यता टिकट काट्नुपर्छ, अनि जानुपर्छ भन्दै थिएँ। अनि यो देख्दाखेरि चाहिँ पहिला हामी साथीहरूसँग घुम्न आएका थियौँ, अनि त्यही याद आयो क्या कस्तो ठ्याक्क। अनि हामी जाँदैछौँ। पहिला त यहाँ कस्तो राम्रो रोड थियो, यतातिर दोकानहरू थियो है। अहिले त अब यो रोड बनाएकोले गर्दाखेरि पसलहरू पनि रहेनछ। अनि हामी चाहिँ जाँदैछौँ। अनि हामी माइजूसँग गफ गर्दै नै जाँदै थियौँ, घरिघरि चाहिँ गफ गर्दै थिएनौँ। अनि जाँदा चाहिँ यो यस्तो राम्रो यो के भन्छ बेलबारीको फुल, भाइरल फुल भन्छ, त्यहाँ चाहिँ हामी आइपुग्यौँ। अनि ठ्याक्क मैले देखेँ, अनि त्यसपछि यहाँ छिरौँ, यहाँ निस्केर जाउँ न माइजू भनेर भने। अनि त्यसपछि हामी चाहिँ यहाँनिर निस्क्यौँ। यस्तो राम्रो ठाउँ थियो है। हामी चाहिँ बिहानै हो नि त, यो चाहिँ 9 मात्रै, सायद 9 साढे कति हुँदै थियो होला। त्यतिखेर चाहिँ खासै अब मान्छेहरू पनि आउनुभएको थिएन नि त, अनि धनीहरू पनि हुनुहुन्थेन। त्यसैको मौका छोपेर हामीले चाहिँ फोटो भिडियोहरू खिच्दैछौँ। कस्तो राम्रो देखिएको क्या यो फ्लावर, यो के भन्छ, यो त औषधि हो भन्ने कुरा चाहिँ मैले चाहिँ सुनेको, तर के को औषधि थाहा भएन है। तर कस्तो राम्रो है, कस्तो राम्रो देखिएको।
पहिला पहिला चाहिँ पुरै बारीमा त्यति पुरै छर्नुहुन्थ्यो। अहिले चाहिँ मसिनो मसिनो गह्रा बनाएर छर्नु भएको रहेछ। यसो गर्दाखेरि चाहिँ फोटो भिडियो बनाउनेलाई पनि एकदमै सजिलो हुन्छ। अनि माइजूले चाहिँ स्कुटरको चाबी स्कुटरमै राख्नुभएको थियो। अनि स्कुटरमा गएर ल्याउँदै हुनुहुन्छ। अनि म चाहिँ भिडियो बनाउँदैछु। अनि अनि त्यसपछि वाउ कस्तो राम्रो भन्दै म चाहिँ खिचेको छु। अनि माइजू चाहिँ अगाडि अगाडि हिँड्दै हुनुहुन्छ। अनि माइजूले चाहिँ चस्मा मागेर चस्मा लाएर खिच्छु भन्नुभएर चस्मा लाएर भिडियो फोटो खिच्छु भन्नुभएर मैले चाहिँ दिएँ। अनि म चाहिँ कस्तो त्यो फोटो भिडियो आफ्नो खिच्नुभन्दा पनि यो सुन्दर है फुलबारी खिच्ने अन्तिममा चाहिँ हेर्नु न मेरो जुत्ता चाहिँ यो फुल के भन्छ फोटो खिच्न भिडियो बनाउन हिँड्दा हिँड्दा चाहिँ यहाँ चाहिँ सिट पनि थियो नि त अलिक बिहान बिहानै थियो। अनि त्यसपछि अब यो माटो पनि थियो। अनि त्यो भएर चाहिँ कस्तो कालो भइरहेको थियो जुत्ता चाहिँ जुत्ताको हालत चाहिँ एकदम खराब भइरहेको थियो। एकदम धुन पनि गाह्रो नै भयो भनौँ न। अनि त्यसपछि यो चाहिँ मैले सिधा क्यामेराबाट खिचेर जस्तो सानो स्क्रिन देखिरहेछ। अनि माइजूले यहाँनिर चाहिँ म भिडियो बनाउँछु भन्नुभयो। अनि स्कुटर कुदाएको अनि भिडियो बनाउनु भयो। कस्तो राम्रो फुलिरहेको थियो नि त। अनि त्यो देखाएर भिडियो बनाउँछु भन्नुभयो। अनि सो मैले भिडियो बनाइदिँदै थिएँ। अनि यो बाइकमा आउनुहुनेहरूले पनि मलाई जिस्काउँदै हुनुहुन्थ्यो। म पनि आएँ भन्दै जिस्काउँदै हुनुहुन्थ्यो। अनि यो चाहिँ रहेछ यो तपाईँहरू हिँड्दै गर्दाखेरि यो उता विराटनगर साइडमा जाँदै गर्दाखेरि इटरी तिर जाँदै गर्दाखेरि चाहिँ राइट साइडपट्टि छ त्यो एउटा ब्लू कलरको हाउस हो कि के हो यो घुम्ने ठाउँ नै छ। त्यसको अगाडि पनि यसको अगाडि घुम्ने ठाउँ खै के भयो सायद मलाई थाहा भएन। त्यस्तै केही नाम छ त्यो घुम्ने ठाउँ पार्क छ। त्यसकै ठ्याक्कै अपोजिटमा चाहिँ यो भाइरल फुल रहेको छ। तपाईँहरू पनि आउन सक्नुहुनेछ। अनि यहाँ चाहिँ हामी त्यहाँदेखि हामी फर्क्यौँ ब्याक टु दमकतिर जाँदैछौँ। यहाँ चाहिँ बाटो निर्माण गर्ने कार्य भइरहेको थियो। वान साइड रोड चाहिँ कम्प्लिट भइसकेको थियो भने बिच अर्को साइडपट्टि चाहिँ काम हुँदै थियो धमाधम। कस्तो राम्रो यो जङ्गल है कस्तो राम्रो देखिएको। अनि म त यहाँसम्म आइपुग्दा त गलेर भुत्तुकै नै भइसकेको थिएँ। इटरीदेखि अलिकति यता आउँदा गोठगाउँ भन्ने सायद गोठगाउँ के भन्ने ठाउँमा चाहिँ एकदमै धेरै बाटो चाहिँ खराब थियो त्यसको छेउछाउ चाहिँ। अनि हामी चाहिँ माइजू र हामी गफ गर्दै नै आउँदै थियौँ। कति छिटो दमक आइपुग्यौँ थाहा नै भएन है। यो चाहिँ दमक हो। दमक चाहिँ कस्तो सफा स्वच्छ छ नि त। अनि यति नै भन्दै मैले चाहिँ भिडियो यति नै गरेँ। यहाँ हेर्नु न मेरो मास्कको हालत कस्तो खराब भएको थियो है। आजको भिडियो चाहिँ यति नै भन्दै बाई बाई सम्पूर्णलाई टेक केयर।